Hello everyone, Namaste and welcome back in my YouTube channel. आज धेरै पछाडी लगभग 2 महिना पछाडी म भ्लग बनाउँदै छु। आज चाहिँ स्पेशली हामी भाइ बहिनीलाई लिएर गुफा पोखरी टुर जाँदै छौं स्कुलबाट। त्यही भएर आज चाहिँ गुफा पोखरी सम्मको छोटो छोटो क्लिप्सहरु लिने वाला छु मेमोरीको लागि। त्यही भएर अब भ्लग बनाउँदै जाने वाला छु म। चाहिँ म घरदेखि जाँदैछु बाटोमा। शर्मिसहरु अघि रेडी भइसक्नु भयो होला। अब म चाहिँ ढिलो हाम्रो यो टुर चाहिँ 100% ट्रेकिङ हो। हामी चाहिँ हिँड्दै जाने हो। अनि आज बेलुका गएर गुफा पोखरीमा बस्छौँ। अनि भोलि त्यहाँ एकछिन घुम्छौँ। अनि फेरि भोलि फर्किन्छौँ। स्कुलबाट कति बजे हिँड्ने कुरा थियो हाम्रो? हाम्रो हिँड्ने कुरा थियो 7 बजे, तर अहिले 8 बजे भयो। नेपाली टाइम भने जस्तै भयो। ढिलाउने सर एकजना यहाँ हुनुहुन्छ। 7:20 भएको थियो। अनि झन् उहाँ ज्ञान सर झन् ढिलो आउनु भयो। 8 बजे नै आउनु भयो लगभग हैन। अनि भाइ बहिनीहरु सुहाउन नसकेर खप्न नसकेर अघि म मास्तिर डाँडोमा पुगिसके। अब हामी चाहिँ बिस्तारै निस्किँदै छौँ ट्रेकिङमा। सही भन्नु भयो त। राम्रो हिमाल देखेको छ। छन चाहिँ हामी उतो स्कुलदेखि यहाँ आइपुग्यौँ। गुफा पोखरी आज कहिले पुग्छौँ? उहाँ भाइ बहिनीहरूको अत्यास छुट्टै खालको छ। यहाँ पर्खिरहेको छन् एउटा टिम, अर्को टिम चाहिँ कहाँ छन् थाहा छैन। अब ए डेक बजाएर नाच्दैछन्। डेक पनि बोके? ए वाउ, कति राम्रो भएर हिँडेछौ तिमीहरू त। ल हाई भन सबैजनाले। गुड मर्निङ भन। ल जाम अब, ल जाम। आउँछ 2-3वटा, तर गाडी जान्छ यता, हामी जान्छौँ गाडी छोडेर उता। एक्साइटमेन्ट। अहिले हामी मदामसिंह प्रस्थान गरिसक्यौँ। पारी डाँडादेखि लगभग 1 घण्टाको यात्रा भइसक्यो। के माग्दै थियो अरे? भाले माग्दै थियो। अहिले हामी मदमसिंहको उकालो लागिसक्यो घाममा। अनि अहिले त एकदम गर्मी छ। अलि भरे त माथि जाँदै गएपछि चिसो हुँदै जान्छ। यहाँ हुनुहुन्छ पछाडि राम सर। किवी खाँदै भाइ बहिनीले किवी लिएर आएछन्। मैले पनि ल्याएको छु। अहिले एकछिनमा खान्छौँ। हामी जाँदैछौँ। टुसारो पनि परेको छ पर्न चाहिँ यहाँतिर अलिअलि रहेछ, तर घामले तातो छ। हामीले अहिले भर्खरै एउटा खोला तर्यौँ। यो खोला तरेपछि चाहिँ हामी अघिसम्म धर्मन्तवी नगरपालिकामै थियौँ। अहिले चाहिँ यो खोलादेखि यता चाहिँ मादी नगरपालिकामा प्रवेश गऱ्यौँ। वहाँ पर चाहिँ स्केभेटर पनि रहेछ। बाटो खन्ने धमाधम चल्दै रहेछ। टुरमा जाने भनेर निन्द्रा नलाग्ने मान्छेलाई र तिमीहरूले भनिदेऊ त, आज राति राम्ररी सुत्यो कि सुतेनौ? टुरको रहरले कति घण्टा सुत्यो? 7 बजे के 6 बजेसम्म। त्यो त होइन होला। 6 बजे त तिमीहरू आइ नै सकेको थियो होला रेडी भएर। म त झन् 1 बजे देखि हेरेको। हामी अहिले मदामसिंहको स्कुल, माथ्लो स्कुल के मादी नगरपालिका 1 को है। स्कुलको नाम के हो? सिंहेश्वरी प्राथमिक होइन, आधारभूत विद्यालयमा अहिले चाहिँ पुगेको छौँ। तर त्यो स्कुल देखिन मात्रै बाँकी छ। म देखाउँछु, डोन्ट वरी।
आइपुग्यो यो स्कुल। आमा पुरै गेट त कहिले थियो यहाँ बाँचेको छ? दसैँ बेलामा हो। पुरै गेट पनि तिमीहरू किन छिरेको? यहाँ छैन, खुला रहेछ त्यहाँ। राम सर पनि जानुभएछ। राम्रो रहेछ यहाँको भित्रको है, ठाउँ चाहिँ कस्तो राम्रो क्या, सम्म परेको। हामी त हिमाल सिधा आइपुग्यौँ। 3 जना सरहरू पछाडि आउँदै हुनुहुन्छ, हामी चाहिँ अगाडि अगाडि। यो लट्ठी छ जसले मलाई यो यात्राभरि साथ दिनेवाला छ। के चाहिँ? अनि यहाँ तल चाहिँ गहिरो है। यो पारी पारी देखेकोहरू के होला नि? कुन कुन ल भन्नु? उहाँको त्यो यो चाहिँ माथि नगरपालिका यो देखिएको यो यतापट्टिको सबै। अनि यो धर्मदेवी भइहाल्यो, यो बिचको त्यो पारी देखिएको डाँडा चैनपुर भइहाल्यो, उता पारी देखिएको भोजपुर भइहाल्यो, अनि त्यो पारी त्यो भन्दा पारी देखिएको खाँदबारी भइहाल्यो, यतापट्टि 5 खपन भइहाल्यो। 5 खपनहरू भनेको त्यतातिर हो। पारी पारीको चाहिँ मकालु माथि देखेको। मकै भात मासु खाँदैछौँ। बहिनीहरूले भुटेर ल्याएको रहेछ। सबैजनालाई धेरै धेरै धन्यवाद। देउने मुख्य को अरे? पर्मिलालाई देखो शर्मिला झोलाई बोकेर यति धेरै राम्रो काम गरिन् बहिनीले। मैले हिजो एकचोटि भनेको थिएँ मकै भट्टा मासु बोका भनेर। भोलि बिहान पनि खानुपर्छ मिस, मैले नि ल्याएको छु नि। भोलि बिहान राखिराख, भोलि बिहान ल त्यो चाहिँ राखिराख न, यो चाहिँ भन् ल। आमा छुट्टै रमाइलो छ बहिनीहरूको। अनि हामी यस्तो फाँटहरू हुँदै हुँदै निकै त्यो हाइटमा आइपुग्यौँ। अनि यहाँतिर चाहिँ फाँटहरू रहेछ, उहाँ धारा रहेछ। बहिनी हिलो पनि पसे, बहिनी चाहिँ पानी खाँदैछिन्। हामी चाहिँ चिसो पानी नखाने भनेर यहाँ पर्सिन बहिनी र म चाहिँ। तिर्खा लागे पनि लागोस् तर घाँटी दुख्छ चिसो पानीले भनेर ओभर सेन्सिबल भएर हामी चाहिँ पानी नखाइकन मकै खाएर सबै बडी डिहाइड्रेट पारेर त्यही पनि यतिकै हिँड्दैछौँ अहिले। आज हाम्रो प्लान भनेको मङ्गलबारीमा पुगेर खाना खाने प्लान हो। अनि त्यही तातो पानी मागेर खाने प्लान छ, तर अझै टाइम लाग्छ। भाइहरू चाहिँ अगाडि 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 कुदिहाले, सरहरू पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ पछाडि भयौँ भने हामीलाई छोडिहाल्नुहुन्छ भनेर नरोकिकन एउटा निश्चित गतिमा हिँडिरहेछौँ, अगाडि बढ्दैछौँ। जङ्गल घारीमा यस्तो जङ्गल छ। मागेको विस भन्ने नै होइन नि त, नि विस त मनमा नै माग्ने हो नि त, अनि भन्ने होइन। किन सर त आज मेरो भिडियोमा पहिलो पटक एन्ट्री मार्दै हुनुहुन्छ, अघि पछाडि हुनुहुन्थ्यो, त्यही भएर सरहरू पछाडिको पछाडि हुनुभयो। कता हो? 2टा बाटो आएर यो जङ्सनमा आइपुगेपछि चाहिँ गाह्रो लाग्छ। यस्तो टुसारो परेको रहेछ यहाँतिर। वा यहाँ परतिर यस्तो राम्रो फाँट छन् नि। हावा चाहिँ चिसो छ तर हिँडेकोले जिउ तातिएर तातो भइरहेछ। यस्तो गहिरो गहिरो पस्दै पस्दै मङ्गलबारे लगभग छिर्यौँ, जङ्गल कटेर ठ्याक्कै यस्तो यो चौर भएको ठाउँतिर आइपुग्यौँ। पर हिँड्छ, यस्तो घाम लागेको छ, राम्रो चौर छ।
हामी चाहिँ जङ्गल पार गरेर आइसक्यौँ। हजुर हामी मङ्गलबार त यहीँ हो त। ओ त्यो तल गयो। अहिले ठ्याक्कै 11:05 टाइम गयो। अनि उहाँ मासतिर हामीले मङ्गलबार देखिसक्यौँ। पेटमा पनि अघि मकै भट्टो मास त्यो पनि पचिसके जस्तो फिल भइरहेछ। भोक लागिरहेछ। अब चाहिँ हामी खाना खाने ठाउँमा पुग्न आँट्यौँ। कस्तो राम्रो छ हौ, आजको मौसम चाहिँ एकदम राम्रो छ क्या। टुर जाने खालकै मौसम भइरहेछ। अनि हामी हिँड्दैछौँ, सबैजना आउँदै हुनुहुन्छ पछाडि। आइएम लिडिङ भन्न चाहिँ मिल्दैन, भाइहरू अगाडि छन्, त्योभन्दा अगाडि चाहिँ मै छु। टिममा चाहिँ आइपुग्यौँ है हामी मङ्गलबारे। यो त्यो पारेको जङ्गल चाहिँ ताप्लेजुङ। ए कतिवटा त्यो पाटो पाटो छ है यहाँ उता आमा। अनि त्यहाँदेखि लगभग 5-6वटा पाटो पछाडि त हिमाल आउने रहेछ। खुट्टा दुखेको छैन? खाना खाने ठाउँ आरती गेस्ट हाउस हो। अब हामी यहाँ खाना खान्छौँ। हामी जान्छौँ। वाह, चस्मा लाएर हिरोनी नै भएछौ तिमी त। हामी टु मङ्गलबारेको पसलमा कपडा पसलमा छौँ हामी अहिले। चाहिँ सरहरू खाना खाँदै हुनुहुन्छ सबैजना। खाना हाम्रो रेडी थियो। अनि उहाँ बहिनीहरू खाइसकेर उठ्दैछन्, भाइहरूले खाइसके। हाम्रो पनि आउँदैछ अब खाना पर्खिँदैछौँ हामी। हामीले चाहिँ अहिले खाना खाएर एक थाल होइन दरो भएर एकदम मिठो खाना चाहिँ आरती होटलमा खायौँ हामीले। एकदम मिठो थियो खाना। अनि उहाँ आउँदै हुनुहुन्छ सरहरू। हामी चाहिँ लाग्यौँ अब यो रोडै रोड जाने हो, जान चाहिँ यो ताप्लेजुङ जाने रोड हो। तर फेरि हाम्रो चाहिँ हिँड्दै 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 जाने प्लान भएको भएर हामी हिँड्दै जान्छौँ। नत्र चाहिँ बस पनि आउँछ। अनि यसको हामीलाई ब्याड साइड चाहिँ के छ भने अब यहाँ कच्ची बाटो छ। अनि यो बाटोमा हामी हिँड्दै जान्छौँ। अब बस बाइक के कुद्दाखेरि चाहिँ एकदमै धुलो उडाउने भएको भएर हामीले चाहिँ मास्क पनि बोकेर प्रिपेयर्ड भएर अब हामी मङ्गलबारेलाई यहाँ छोडेर गुफातिर लाग्यौँ। ल हामी चाहिँ अन्ताक्षरी खेल्दैछौँ। जसले हार्छ उसले चाहिँ एउटा डिउ खुवाउने उ छ। अनि यो भाइहरू अगाडि र हामी बहिनीहरू र हाम्रो टिम छ। सरहरू पछाडि हुनुहुन्छ। कम्पिटिसन गइरहेको छ हेर्छु के ल सुर्के थैली खै भन सुर्के थैली खै तेरो बुनेको रुमाल खै खै इ खै ए ख ख ख नै हो खै। ओए खै भनेको त इ होइन त, खै भनेको त ख। सरहरू चाहिँ नै पुग्नुहुन्न पछाडिको टिम बुनुहरू सायद सरहरू होला नि। अनि हामी चाहिँ यहाँ गीत गाउँदै हिँड्दा पनि भेट्नु भएको छैन हामीलाई। अलिअलि डर है, हामीले सुनेनौँ भने त फेरि यहाँ पोइन्ट आउँदैन नि।
गाना त्यो गाना छेउ ऊबाट उकालीमा पनि हजुर मटर कुर्दो कुर्दो रहेछ अनि ड्राइभर दाइलाई सासु न माया सरर जम्फिन दिलैमा त्यति हो अघि भइसक्यो मनबिनाको मेरो देश त्यो पनि छ है सबै ओरतिर परतिर गरेर कोही शीतलमा कोही घाममा बसिरहेछौँ हामी पनि म नि बसिरहेको छु शीतलमा उहाँ तल हामी याक सुतिराखेको देखिरहेछौँ हजुर होइन म यहाँ भिडियो यिनीहरूको त्यो उनीहरूकै भाषा हुन्छ क्या अब हामीलाई आउँदैन हाम्रो भाइ बहिनीहरू अहिले चाहिँ फाइनली एकै ठाउँमा छ नै उहाँ परदेखि यहाँसम्म आजको टुरमा कतिको खुट्टा गलेको केही यस्तो अनुभव सुनाम त ल सरहरूबाट यो एकदम आनन्द है सबैजना जति पनि यो भिडियो हेर्नुहुन्छ यहाँहरू सम्पूर्ण आउनु होला गुफा पोखरी पर्यटन प्रवर्धन गरौँ आफ्नो ठाउँका आफै विकास गरौँ भन्ने मूल नाराका साथ हामी बिहानको 6 बजेदेखि निरन्तर यात्रामा छौँ प्रकाश सरलाई अलिकति गाह्रो भएको छैन सर छैन सर पनि हामी सबै यस्तो वेदर छ अनि के खुट्टा त दुख्न त अलिअलि त्यही पनि यो वेदर हेरेर चित्त बुझायो क्या टुडे इज फ्राइडे अल डे लङ हाफ डे सन्नी इज द वेदर एभ्री विक have 7 days do you know that Sunday Monday अझै हामी लामपोखरी गुफा पोखरीदेखि ओर लामपोखरीमा आइपुगिसकेको छौँ यहाँ उतो बारेकोदेखि उतापट्टि छ पोखरी चाहिँ यस्तो राम्रो मौसम छ आज यस्तो घाम लागेको छ निलो आकाश उहाँ मन्दिर छ अनि हामी घुम्दैछौँ त्यो कस्तो तातो आनन्दको जाडो पनि भएको छैन हिमाल पनि यहीँ अगाडि हाम्रो अगाडि उहाँ छ हिमाल पनि हजुर नुनढाकी उहाँ तल हो ए उहाँ नुनढाकी हामीले सबै थोक देखिसक्यौँ लामपोखरी उतादेखि स्टार्ट हुने उहाँ परसम्म छ तर यो पहिला चाहिँ ठुलै पोखरी थियो अरे अहिले चाहिँ लगभग सुकेर सानो छ त्यही पनि छ पोखरी लामपोखरी उहाँ परदेखि नै छ छन चाहिँ उहाँनिर हाम्रो याक सो हो कि यो हो कि के गरेर बोलाउने हो यिनीहरूलाई यो इधर आओ बेटे उहाँ छ हामीलाई त सुन्दैन उनीहरूलाई बोलाउनै आउँदैन हामीलाई यही हो लामपोखरी चाहिँ अहिले चाहिँ लगभग सुकेर पहिला चाहिँ यहाँ पुरै लामपोखरी थियो अरे अहिले जलवायु परिवर्तनको असर यहाँ पनि एउटा देखिन्छ पोखरी चाहिँ लगभग पोखरी सुकिसकेको छ को धेरै नजिक आइपुगिसकेका छौँ यहाँ चाहिँ चौरीहरू प्रशस्त छ सरहरू माथि डाँडामा फोटो खिच्न जानुभएको छ हामी चाहिँ अलि हिम्मत आएन खुट्टा दुखेर अब चाहिँ फाइनली गुफा गुफा पोखरी इज 1 किलोमिटर 1 स्टेप क्लोजर मलाई भाइब्स आइरहेछ केही छैन त्यही पनि आनन्दको छ क्या यो मौसम हेरो खुट्टा दुख्यो भने मौसम हेरो आनन्द लागिहाल्छ फेरि यस्तो राम्रो छ माथि
त्यो माथिको अक्लुर देखेको डाँडा मेन्चेम डाँडा त्यहाँबाट चाहिँ सनराइज देख्न सकिन्छ। भोलि बिहान हामी बिहानै उज्यालो हुनुभन्दा अगाडि नै त्यहाँ सनराइज हेर्न पनि जानेवाला छौँ। त्यहाँबाट हिमालहरू पनि धेरै नजिकै देखिन्छ, राम्रो भ्युज देखिन्छ त्यहाँदेखि। तपाईँहरू त कति साह्रो एक्टिभ मान्छे हौ, हतार 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 आइपुग्नुहुन्छ। मबिरभिर होइन यो गुफा पोखरी फाइनली उता अगाडि उहाँ स्कुल गुफा पोखरीको देखिसक्यौँ। अब हामीले उहाँ पर त्यो कालो देखेको चाहिँ सबै चिराइतो रहेछ। मान्छेहरूले अनि केही गर्नु परेन है, एकैचोटि उखेल नै बेच्ने। कति फाइदा रहेछ पहाडमा बस्नुको, रोप्न पनि परेन। दुईटा बाटो छ त, अब त्यो कहाँ कहाँ जाने बाटो? तीनटा छ। आमा जङ्सन रहेछ यहाँ त रहेछ बाटै बाटो। हामी आइपुग्यौँ अब चाहिँ। ए यही हो गुफा पोखरी। उहाँ पर हिमाल छ, गुफा उहाँ र उहाँ बिचमा गुफा। मान्छेहरू घुम्न पनि आइरहेको रहेछन् अरू पनि। हाम्रो चाहिँ आज त्यो अब एकछिन रेस्ट गर्ने अनि त्यस पछाडि घुम्ने ओर्ने बस्ने त्यही हो। हामी अब यहाँ दुईवटा छ बजारहरू चाहिँ, गुफा पोखरीको बजार। गुफा यस्तो हो, दुईवटा बजार छ, सुके पोखरी र खै के भन्छ यहाँ दुईवटा हो। यहाँ उहाँ बिचमा भयो पोखरी त के अरे के भनेको अरे ए हामी बस्ने ठाउँ खै कुलुङ होटल भन्ने कुरो छ। अब त्यो कुलुङ होटल कहाँ पर्छ भन्ने हामीलाई पनि थाहा छैन। अब हेर्दै जाउँ। उहाँ बिहा टुसारो अझै मरेको हराएको छैन रहेछ। अन्त घाम पुरै है। गुफा पोखरी गुफा पोखरी गुफा पोखरी यही हो गुफा। गुफा पोखरी गुफा पोखरी ल यही हो पोखरी। पहिला हामी टुर गएको त एउटा पनि छैन। रामको देखिन्छ। आइफोनको अभाव भयो हामीलाई, अरू केही भएन। हामी अहिले गुफा पोखरी आएर के होटल अरे लुङ्गा होटलमा आफ्नो सबै सामानहरू राखेर अनि घुम्दैछौँ। उहाँ हाम्रो स्कुल छ यहाँ तलतिर, अनि देखेको छ छैन थाहा छैन पनि मलाई चाहिँ। अनि यति छ, बेलुका चाहिँ घाम चाहिँ मजाले लागिरहेछ, हावा चाहिँ हिमाल उति भएको भएर चिसो एकदम सुपर ठन्डा हावा चलिरहेछ। अनि खुट्टाको पनि अब त अवस्था क्रिटिकल भयो। हामी लगभग 7 घन्टा चाहिँ लगातार हिँड्यौँ। अनि त्यस पछाडि अब चाहिँ हात छिराउने भएर अब पन्जा लिनलाई यो परेर बजार छ, त्यो खै के सुके हो, सुके पोखरी कि खै के होला त्यो ठाउँको नाम। हामी चाहिँ त्यहीँ जाँदैछौँ। बहिनीहरू 2-4 जना छन्, सरहरू पनि पछाडि आउँदै हुनुहुन्छ होला जस्तो छ। त्यो भइरहेको छ। छन त राम्रो छ यो हिमाल छ, तर क्यामेरामा क्याप्चर भइरहेको छ छैन भन्ने चाहिँ थाहा छैन। परतिर हो सुके पोखरी। हिमाल वरिपरि नै हिमाल छ, यता पनि हिमाल उता पनि हिमाल। अनि त्यो चिसो हावा,
तर घाम छ अनि उज्यालो छ क्या वेदर चाहिँ। हाम्रो प्लान अलमोस्ट चेन्ज भइसक्यो। अघिसम्म भोलि सनराइज हेर्नलाई माथि जाने, माथि मेन्छेम डाँडामा भन्ने कुरो थियो। हामी यहाँ पन्जा लिन आउँदा आउँदै सरहरूले प्लान चेन्ज गरेर सनसेट हेर्न जाने बनाउनु भएछ। अनि हामीलाई छोडेर सरहरू उहाँ माथि पुग्नुभयो। अनि हामी यहाँ खुट्टा दुखेर गाह्रो छ, त्यही पनि फोर्सफुल्ली हिँड्दैछौँ। अनि त्यस्तै छ। यताको फाँट छाया यति लामो भइसक्यो घामले। अब घाम त्यहाँ त गइसक्यो। अनि घाम अस्ताउनुभन्दा अगाडि माथि पुग्ने कुरो छ। हामी चाहिँ आफूलाई पुस गर्दैछौँ अहिले। कन्डिसन हाम्रो त्यस्तै छ। अहिले चाहिँ हामी उहाँ तल अब के भन्नु, एउटा के त्यो टावरको फेदमा आएर टावरको टुप्पो हेरे जस्तो लाग्यो। उहाँ माथि लिम्बू भाषामा यद्यपि यो हो नि त औषधि यहाँको। हो त्योहरू खानु न। कस्तो दामी हुँदो रहेछ अघि खाएको। धन्य भमिट आयो। धेरै कि त ओभर धेरै नि। एकछिन चाहिँ के हुँदो रहेछ कि होइन, अनि हल्का त भिजेपछि चाहिँ नि तरक्कै बनाउँदो रहेछ पुरै सितो क्या लास्टै। अब चाहिँ केही न केही हामी हेर्न चाहिँ सनसेटै जाँदैछौँ। यहाँ तलतिर चाहिँ तर सनसेट भएर नै अँध्यारो भइसक्यो। अब अझै एक हल्का मेलो छ घाम अस्ताउने। एक हल्को मेलो हो लाइक पहिले त्यसो भन्छ। अनि हामीले त अझै सनराइज के अरे सनसेट पनि हेऱ्यौँ। भोलि सनराइज नै हुँदैन। भोलि हाम्रो के हुन्छ बिहान? भोलि घर जानु परेन मिस। हो टुर आएको त्यस्तै जानु फर्किहाल्नु। बिहान त घुम्ने हो नि। बिहान हामी घुम्ने हो। यता हाम्रो नवीन सर चाहिँ बिरामी भए पनि तर एकदमै धेरै तर ज्याद्रो भएर लागि परिरहेको छु भने जस्तो क्या। ज्याद्रो मान्छे मेरो प्यारो भाइ पनि होइन। अनि त्यस पछाडि एकदमै धेरै सपोर्टिभ हो। मतलब स्कुलमा पनि स्कुलमा पनि अब कस्तो हुन्छ भने अब सबैजना अब मलाई पढाउने टिचरहरू अथवा आफूभन्दा सिनियरहरू हुनुहुन्छ। अनि अब केही हराइहाल्न केही सोधिहाल्न त्यति साह्रो हुँदैन। अनि आफूभन्दा अब मैले जुनियर भनेर हेपेको होइन। मतलब होइन, हामी एउटै स्कुलमा पढेका पहिले अहिले एउटै स्कुलमा काम गर्दै गर्नु, एउटै कलेजमा पढेका होइन। अहिले एउटै स्कुलमा काम गर्ने एउटा अहोभाग्य र एकदमै सपोर्टिभ होइन। म कति कुराहरू आउँदैन यता टेक्निकल कुराहरू एकदमै हेल्पफुल प्यारो भाइ सर। देख्न सक्नुहुनेछ, विस माग्न सक्नुहुनेछ। मैले चाहिँ मागि नि सकेँ। नवीन सरको यही वर्षभित्र बेहोस अरे। बुहारी नानी त मसँग फ्रेन्ड हुनुहुन्न होला के अरे युट्युबमा। त्यही पनि कृपया यदि मलाई सब्सक्राइब गरेर बुहारी नानी कृपया सोच्नु होला दुई पटक। एक पटक मात्रै होइन, दुई पटक। किनभने होइन उइसै कस्तोमा आएको छ नि त। यहाँ भाइको कडा उइस पनि आइसक्यो। अनि हामी पनि जन्ती जानलाई दुईतिर यसो मिल्यो भने साडी यसो बनाउनु पर्यो।
अनि कहाँ स्कुलको काम गर्ने मान्छेको बिहेमा छुट्टीको दिन गरिएन भने त हामी आन्दोलन गरिहाल्छौँ। त्यस्तै छ। अब चाहिँ फेरि वान स्टेप क्लोजर वालासँग आइसक्यो है मलाई। ओइ नछिर न, त्यहाँतिर लडिन्छ। हेर यिनीहरू भाइ, त्यहाँ माथि किन चढेको? लड्छौ तल ओर्ल। अब ओर्ल तल ओर्ल। कहाँबाट छिर्यो? गुफाको गुफा चाहिँ हो क्या र भाइ? निस्केर आइहाल। कता हो बाटो? यताबाट कि उताबाट? ए खै यिनीहरू भाइ त्यहाँ माथि नचढ न, लड्छ होला हौ। यिनीहरूलाई कति कन्ट्रोल गर्नै गाह्रो हुन्छ भाइ बहिनीलाई चाहिँ। त्यस्तै छ। ओम जुनसुकै देवी देवता भए पनि प्लिज तल चाहिँ यस्तो तल 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 देखिन्छ। फाइनली 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 we are in top position. Om Namah Shivaya. Om every god and goddess, please bless us. अनि अब चाहिँ यही मासतिर हो है। जाउनै पर्यो होला हैन। टाइम चाहिँ अहिले भर्खर 5:16-5:20 हुन आँट्यो। अनि गलेर त त्यो हामीले खुट्टालाई त्यो हुन्छ नि जिद्दी गरेको बच्चाले त्यो खुट्टा त्यो नमानेर अनि हामी त्यसलाई कसरी घिसार्छौँ ठ्याक्कै त्यो इमेजिन गर्दा हुन्छ त्यस्तो वाला सिचुएसन छ खुट्टाको चाहिँ। अनि अब जेसुकै भए पनि हामीले सनसेट हेऱ्यौँ। सनसेट एकदमै राम्रो भएको थियो। अनि अब सनसेटसँगै रात पनि पर्ने, अब रात त परि नै हाल्छ सनसेट भएपछि। अनि हामी फर्किँदैछौँ। अब रुममा जाने, हात खुट्टा धुने, मुख धुने, अनि त्यस पछाडि आगो ताप्न दिए भने आगो ताप्ने बस्ने अनि यही भिडियो एडिट गर्ने। आज बहिनी छिन् मेरो एकदमै प्यारी साथी भएर होइन। अनि हाम्रो स्कुलबाट कोही आउनु भएको थिएन अरू। अनि मलाई चाहिँ कस्तो अब बहिनीहरू, अब स्कुलमा पढ्ने बहिनीहरू त आफ्नो टिमसँग उनीहरूलाई एउटा फ्रिडम चाहिएको हुन्छ टिचरदेखि। हो त्यस्तै अब हुन्छ नि त, हामीलाई पनि त्यस्तै हुन्थ्यो। अनि अब त्यही भएर अनि अब मिसहरू सबैको आफ्नो समस्या भएर आउन नसक्ने भएर मैले चाहिँ प्रतिनिधित्व गरेर आउनुपर्ने भयो। अनि समस्या लागेको थियो। त्यही पनि यो बहिनी पनि मेरो पूर्व विद्यार्थी हो। अनि मलाई यस्तो भइरहेछ बहिनीसँग। त्यही छ। अब रुममा जान्छौँ। रुम पार्टनर मेरो छँदैछिन्। रमाइलो हुनेवाला छ। आज खुट्टा पनि मस्तै दुखिएको छ। देख्छु के हुन्छ। वाउ कस्तो राम्रो देखेको यता त, कस्तो राम्रो देखिरहेछ। गुदुली के भन्छ यस्तोलाई, यस्तो छ।